ल आज चाहिँ हामी गुप्तेश्वर मन्दिरमा आएका छौँ। यो चाहिँ के रहेछ हौ? ए यो शङ्ख हो क्या है? यो शङ्ख है क्या हो? बजाउनु जाने हो बच्चा? यो चाहिँ मन्दिर परिसर चाहिँ यस्तो रहेछ। हाम्रो पनि फर्स्ट टाइम हो। हामी बुवा छोरा छौँ दुईजना। एकदमै धेरै राम्रो छ। ए यता भित्रतिर रहेछ त नि बाबा, यहाँ भित्र रहेछ तर छिर्ने चाहिँ कताबाट? ए यो सानो दुलो भन्थ्यो नि, यहाँ भित्र पो रहेछ त। यहाँदेखि यता छिर्नुपर्ने होला। बत्ती त बलिरहेछ। यस्तो रहेछ यता चाहिँ। भित्र छिर्नु त लु कसरी हो? बाटै पत्ता लागेन त। यताबाट त होइन, त्यो त्यही बाटो छिर्ने रहेछ। फर्स्ट टाइम भएर केही पनि थाहा भएन हामीलाई। यो चाहिँ यस्तो छ। यतापट्टि त छैन। यहाँ लामाको उयो रहेछ। फोटो हो कि के हो खासै थाहा भएन। यो लामाको उयो हो हुनु चाहिँ। यो मन्दिरहरू एकदमै राम्रो छ। यहाँ माथि जाउँ न, माथि त्यहाँ नजिक हेरौँ न। आएको बेलामा छिरौँ न। त्यो छिर्ने दुलो चाहिँ सानो रहेछ। यहाँदेखि यता चाहिँ एकदमै शीतल छ। छन चाहिँ छिर्न अलिक गाह्रो छ। ओम नमः शिवाय, ओम नमः शिवाय। यहाँदेखि नजानु पर्यो, गाह्रो। एकदमै धेरै राम्रो छ मन्दिरभित्र। बत्ती पनि बालिदिनु भएको रहेछ। ओम नमः शिवाय, ओम नमः शिवाय। यतादेखि उता दुलो पनि देखिँदो रहेछ। मन्दिरभित्र चाहिँ यस्तो छ। एकदमै छिर्ने ठाउँ यही हो। यतापट्टिको दृश्यहरू यस्तो छ। यो चाहिँ घन्टी चढाएको रहेछ कसैले। यत्रो मन्दिरमा चाहिँ भित्र छ त घन्टी? भित्र छैन। अनि कस्तो नचढाएको? शीतल हो भने पसिना चाहिँ आउने रहेछ। उता त्यो बक्समा हालिदिउँ न अलिअलि। खोइ त्यो भित्र बाल्नु नपाउने होला नि त। त्यही त भित्र ल यतातिरको दृश्यहरू चाहिँ यस्तो छ। यहाँ चाहिँ यतापट्टि यो जुन दुलो छ नि, यो दुलो बाटो चाहिँ उतापट्टि उयो गर्छ, लाइट छिर्दो रहेछ क्या। यहाँदेखि चाहिँ उज्यालो उता छिर्छ त्यो दुलो बाटोको चाहिँ। यतापट्टि सानो छ त्यसलाई चाहिँ होइन, उतापट्टिको त्यो पल्लो दुलो बाटो आउनेलाई चाहिँ त्यसले भेट्छ। त्यहाँका प्रकाश लाग्छ। मन्दिरबाट अहिले हामी झर्दैछौँ। यता चाहिँ मन्दिर हो। यतापट्टि यस्तो छ दृश्यहरू। पानीको पनि प्रशस्त स्रोतहरू रहेछ। यतापट्टि यो सिडीहरूबाट झर्नुपर्ने हुन्छ। एकदमै राम्रो छ ठाउँ चाहिँ। हामी यताबाटै झर्दैछौँ। यो जङ्गलहरू पनि प्रशस्तै छ। यहाँ नोटिसहरू टाँसिएको छन्, लेखिएका छन्। एकदमै राम्रो ठाउँ छ। तपाईँहरू पनि एकचोटि आउनु होला। धुपहरू बाल्ने ठाउँ, बत्ती बाल्ने ठाउँ छ। यता पानीको स्रोतहरू पनि यसरी राखिदिनु भएको रहेछ। यहाँ चाहिँ दान पेटिका छ, यहाँ दान गर्नुपर्छ। एकदमै राम्रो ठाउँ छ। छन चाहिँ के कोरियाको पनि छ के हो, राम्रो छ ठाउँहरू। सबैजना मान्छे भात खान गयो होला कि। सब खाली छ यताको पसलहरू। कोही मान्छेहरू चाहिँ छैन, हुनुहुन्न। यत्तिकै छ सबै मालाहरू, सबै यत्तिकै छ। आज सोमबार हो, कोही हुनुहुन्न पसलमा। सामान चाहिँ यत्तिकै छ। गुप्तेश्वरबाट हामी उकालो जाँदैछौँ। एकदमै धेरै जङ्गलको बिचमा रहेछ। यो चाहिँ यहाँ यो ठाउँमा छ। तलतिर चाहिँ यस्तो ठाउँ राम्रो छ नि। बाटोहरू पनि एकदमै व्यवस्थित छ। सिडीको माध्यम हुँदै हामी आउनुपर्ने हुन्छ। यता चाहिँ यस्तो छ। सिडीको मात्र नभई यो पुलको पनि व्यवस्था गरिएको छ। सानो पुल छ, एकदमै चटक्कको। यहाँदेखि चाहिँ
भिरहरू पनि छ, एकदमै धेरै प्रशस्त जङ्गलहरू छ। जङ्गलमा चराचुरुङ्गीको आवाजहरू पनि एकदमै राम्रो आइरहेको छ। एकदम रमाइलो रहेछ। एकचोटि अवश्य पनि आउनुहोला। सबैजनालाई निमन्त्रणा छ। खोटाङको हल्दी सितुवाचुङ नगरपालिका अर्खौले स्थित गुप्तेश्वर महादेव। अर्खौलेको दुक्सेली कति वार्ड नम्बर कति पर्छ? 10 हो? 10 त होइन त। एकदम धेरै गाह्रो छ उकालो हिँड्नु। यहाँ बस्ने ठाउँ पनि बनाइदिनु भएको रहेछ। लगभगमा 45 मिनट जति उकालो हिँड्नुपर्छ निस्किँदा र झर्दाखेरि 45 मिनट जति ओह्रालो झर्नुपर्ने रहेछ। बाटो चाहिँ यिनीहरू नै हो। गाह्रो छ। निकै तल छ। हामी झन्डै 20 मिनट जति हिँडिसक्यौँ र पनि अझै टन्नै बाँकी छ। बस्ने ठाउँ चाहिँ खरको छाना भएको एकदमै राम्रो छ। शीतल खोला छेउमा। कस्तो लागिरहेछ बाबा मन्दिर आएकोमा? खुसी लागिरहेछ? हावा चाहिँ पिटिकेर छ। अलिक चल्दैछ तर अनुहार भेट्दैन। होइन, मन्दिर आउनु पाएकोमा के छ तपाईँलाई? खुसी लागेको छ कि छैन भन्नु त? मलाई ठिकै छैन। मलाई ठिक ठिकै छ। होइन, निकैजना मान्छेले हेरिरहेको छ क्या भन्नु। उनीहरूलाई आइज भन्नुहुन्छ कि नआइज भन्नुहुन्छ? के भन्नुहुन्छ? आउनै पर्ने ठाउँ हो कि होइन कि के हो यो? त्यो त उसको विचार होइन, तपाईँ चाहिँ के भन्नुहुन्छ? तपाईँको तर्फबाट पर्ने चाहिँ हो, आउनै पर्ने, मन्दिर पुग्नै पर्ने। यस्तो शरीर मनुष्य शरीर अब अर्को दुनियाँमा हो कि होइन? के कति पुस्ता बिगेर भेटिने कि नभेटिने हो? त्यसै भन्छ राधिका दासले। भनेपछि तपाईँ संसारमा आउनु चाहिँ राम्रो अरे। भनेपछि तपाईँ मान्छेको चोला पाउनु राम्रो अरे। भनेपछि तपाईँ मान्छे हेरिरहेको जसले हेरिरहेछ उनीहरूलाई आऊ भन्नुहुन्छ? दर्शन त गर्नुपर्छ नि। यो संसारमा त्यस्तो चाहिँ अब। अनि यस्तो उकालो हिँड्दा, यस्तो ओह्रालो, यस्तो जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ त्यही आउने भन्नुहुन्छ अझै नि? अनि त्यो त आफ्नो शरीरको चाहिँ रोगहरू पसिनाबाट बग्छ। अस्पताल गएर चाहिँ खर्च गर्नु पर्दैन। सबभन्दा रोग चाहिँ पसिना हुन्छ भनेको छ। ज्यानलाई कसरत परेपछि रोग गयो। अनि कानबाट जान्छ अरे, आँखाबाट जान्छ अरे रोग। यसको जाराबाट पनि जान्छ अरे। आउँछ पर्छ, हिँड्नुपर्छ घुम्नु। ल, कुरा सुनिहाल्नुभयो। तपाईँहरू पनि आउनु होला। बाटो चाहिँ यस्तै छ। यहाँदेखि माथि देखिएको पनि छैन कि त्यत्रो। यो माथि जति पनि जङ्गल देख्नु छ यो सबै पार गरेर माथि जानुपर्ने हुन्छ। अहिले चाहिँ हामी बिसाउँदैछौँ यहाँ। लास्टै गाह्रो छ उकालोको बाटो। कस्तो लागिरहेछ? पसिना यत्रो तल रहेछ। अझै आँखाले भ्याइन्जेलसम्मको उकालो हिँड्नै बाँकी छ। निकै तल। यहाँदेखि तल पनि देखिएको छैन। यो माथि देखिएको डाँडा काटेर उकालै निस्किनुपर्छ। अझै टाइम लाग्छ। अझै घुम्दै। यो चाहिँ होटेल रहेछ, तर होटेल अहिले चल्नु छोडेछ। मकैहरू पनि ठुलो भइसकेछ यहाँ र जोतेको रहेछ है। कस्तो यो सानो गरा पनि कस्तो मजाले जोतेछ हेर्नु त। यो भिरको डाँडाको घर काटेर उकालै निस्किनुपर्छ। अझै 1 घन्टा भइसक्यो हिँडेको। टाइम लाग्ने रहेछ। यत्रो उकालो आएर पनि अझै बाटो सकेकै छैन। धेरै माथि छ। मृग पनि देखियो। साथी यो पारि ठुलो जङ्गल छ। यतातिर मृग पनि आउँदो रहेछ। ल आइसमा राखेको छैन होला, फ्रिजमा राख्यो होला। घर सबै खाली रहेछ यतातिर साथी हो। पारितिर सब पसिना यति धेरै छ। यहाँ चाहिँ छिप्टी गाह्रो बाटो यही हो। पसिना भयो। कहिले पुग्नु जस्तो भइसक्यो। एकदमै मन्दिर पनि
सुनेर आएको हँ के भएको छ हिँड्नै परेको छु फुरुरै छैन जिउ त फुरुरै भएको छ नि हुन त तर पनि पसिना त पानी धारा यत्तिकै झरेको छ दर्शन गर्नु पनि गाह्रो रहेछ होइन बल्ल बल्ल यता यो तलदेखि यहाँ आउँदाखेरि कतिको खुसी लाग्छ आइनु कर लगाएर खुसी त यस्तै हो ठाउँहरू साह्रो पसिनै भयो यतातिर यस्तो छ खाजाको लागि होटलहरू यो चाहिँ लट्ठी पनि छ यहाँ तल पुगेर आउन सक्नेलाई लट्ठीको व्यवस्था छ भाडामा होला सायद हजुर हाम्रो बाइक यहाँ छ यहाँदेखि चाहिँ हजुर कोकु के छ कोकु चिसो यहाँ नखाइ त नहुने रहेछ हामी त निकै पो गर्ने कति पर्ने हो नानी त्यो रेड बुललाई 120 ए हजुर अनि त्यो order 100 रुपैयाँको छ ए यो बेसार चाहिँ कसरी दिनुभएको छ कोकु 150 एक गिलास मानाको कि के भन्छ ए यो लोकलै हो कोकु के खाने बाबा कोकुको घर चाहिँ कता हो कोकु नानी मेरो उहाँलाई दिनु अर्को छैन कोकु एउटा मात्रै बाबु त्यो सकियो छ के भन्नु ठुलो हुँदैन के देवै खाने त ठुलो चाहिँ गुप्तेश्वर जाने बाटो भनेर बोर्ड यहाँ एउटा छ पार्किङको व्यवस्था राम्रो छ यहाँ काटी के तपाईहरु कुन तल्लो तल्लो जे होस् यहाँ पार्किङ चाहिँ राम्रो रहेछ है ल यहाँदेखि चाहिँ यस्तो हो यहाँदेखि चाहिँ अब उकालो अर्खौले भन्ने ठाउँ जानुपर्ने हुन्छ हाइवे अर्खौलेमा छ यस्तो छ खेती गर्न सकिने रहेछ कोकु लिनु त यो 100 चाहिँ डिउको 50 रुपियाँ चाहिँ तपाईँ राख्नु है कोकु होइन त्यो उयो गर्न होइन चिनिहालिन्छ नि कोकु के नचिन्नु फेरि आउँदै गर्छु नि कोकु ठाउँ अब यही हो देखिहाल्यो है कोकु ल यस्तो राम्रो झन् यस्तो राम्रो ठाउँमा धर्म कर्म गर्न आइरहेछ त्यसो भने त कहाँ हुन्छ लु बाई भन्ने नभए हामी जाने नि त